नमस्कार। आज हामी एउटा अलि फरक तर निकै व्यावहारिक विषयमा कुरा गर्दैछौँ है। हो, एकदमै। जापानी भाषामा कसरी छिटो छरितो तरिकाले कुराकानी गर्ने भन्ने बारे। यो जानकारी हामीले लर्न जापानीज ल्याङ्ग्वेज विथ सङ्गम भन्ने युट्युब च्यानलको भिडियोबाट लिएका छौँ। त्यो भिडियो हेर्दा के लाग्छ भने यसले व्याकरणको सबै नियम कुरेर बस्ने भन्दा पनि अलि छिटै बोल्न सुरु गर्न चाहनेलाई एकदमै लक्षित गरेको जस्तो छ। हो त नि, जापानमा बस्ने वा जानेहरूलाई झन काम लाग्ने होला। बिल्कुल। तर यसमा एउटा कुरा के छ भने छोटो बोल्ने चक्करमा कतै अर्थ नबिग्रियोस् वा अशिष्ट नसुनियोस् भन्नेमा चाहिँ ध्यान दिनै पर्छ। एकदमै, त्यही त हो मुख्य कुरा। त्यही भएर आज हामी यो भिडियोमा दिएका केही मुख्य वाक्यांशहरू केलाउँछौँ। तिनको मतलब के हो, कस्तो बेला ठिक अनि कस्तो छाप पर्छहरूलाई सुन्दा। ल सुरु गरौँ है त। हुन्छ। यो छोटो संवादका शैलीहरू जान्नु त राम्रो हो, तर त्यसको सही प्रयोग अनि शिष्टाचारको पाटो बुझ्नु झनै महत्त्वपूर्ण छ नि। ल पहिलो उदाहरण नै हेरौँ न। त्यो फाल्नुहोस् भन्नु पर्यो रे। भिडियोमा सोर्योस् स्थिते भनेको छ, अझ छोटोमा त स्थिते मात्रै पनि हुन्छ रे। हो, अब यहाँनिर नै पहिलो कुरा आइहाल्यो शिष्टाचारको। सामान्यतया जापानीमा कसैलाई केही गर्न लगाउँदा त्यो क्रियाको ते रूप भन्ने हुन्छ नि। जस्तै सुतेरु फाल्नुको सुतेते हो, त्यो ते रूप पछि अलि शिष्ट बनाउन कुदासाई थपिन्छ। मतलब स्थिते कुदासाई भन्नुपर्ने हो खासमा। तर यो स्रोतमा देखाएको स्थितेमा त कुदासाई छैन। त्यो हटाएपछि वाक्य अलि मतलब ठाडो सुनिन्छ के, अनौपचारिक आदेश दिए जस्तो पनि लाग्न सक्छ कसैलाई। भनेपछि साथीभाइ वा आफूभन्दा सानोसँग त ठिकै होला, तर अफिसतिर वा नचिनेको मान्छेसँग त अलि विचार गर्नु पर्यो हैन त। बिल्कुल। अब कसैले यसो भनिहाल्यो भने जवाफ के दिने त? भिडियोमा केही विकल्प छन्, जस्तै हुन्छ अहिले फाल्छु भन्न हाई इमास। यहाँ जवाफमा चाहिँ फेरि तेमासु आयो। यो त शिष्ट मासु रूप हो नि, हैन र? हो त। प्रश्न अनौपचारिक सोधे पनि जवाफ शिष्ट दिन सकिने रहेछ। सकिन्छ। संवादमा यस्तो हुन्छ। अर्को जवाफ पनि छ, जस्तै कहाँ फाल्ने थाहा भएन भने गोमी बाको वा दोको भनेर सोध्न, गोमी बाको वा दोको। यहाँ पनि दोकु देशकाको सट्टा छोटोमा दोको मात्रै हो। यो पनि अनौपचारिक तरिका भयो प्रश्न सोध्ने। अब यस्तै अर्को अनुरोध है, छिटो आओ। जस्तै रेल छुट्न लाग्यो, साथीलाई भन्नु पर्यो हायाको खिते। यो पनि उस्तै हो। कुरु आउनुको ते रूप खिते भयो, पछाडि कुदासाई छैन। यसले एकदम हतार भएको बुझाउँछ, अलि दबाब दिए जस्तो पनि सुनिन्छ। यसको जवाफमा अब साँच्चै दुगुनै सकिन्न भने हसिरे नै भन्न सकियो, दुगुड्न सक्दिन। भिडियोले हसिरा नै दुगुड्दिन भन्दा यो फरक हो भनेको छ नि। हो, त्यो एकदम महत्त्वपूर्ण फरक हो। हसिरे नाई भनेको क्षमता नभएको, मतलब क्यानट रन, तर हसिरा नाई भनेको चाहिँ इच्छा नभएको, विल नट रन वा डु नट रन, अर्थ नै फरक पर्छ। हो। अनि अब तुरुन्तै आउन सकिन्छ भने त सजिलो जवाब रहेछ, हाई सुगु खिमास, हुन्छ तुरुन्तै आउँछु। फेरि शिष्ट किमासु रूप आयो जवाफमा। अर्को निर्देशन छ, यो चाहिँ अलिक कडा सुनिने जस्तो लाग्यो मलाई। अहिले नै गर, इमा यात्ते। हो नि, यो त निकै सिधा भयो, अलि अधिकारपूर्ण पनि। यारु गर्नुको ते रूप यात्ते मात्रै। यो त खै एकदम नजिकको साथी, परिवार वा आफूभन्दा मुनिको मान्छेलाई भन्दा बाहेक त अलि गाह्रै होला। हो त नि। अब यसको प्रतिक्रियामा समय छैन भने त सिधा भन्न मिल्यो, इमा जिकानगा नाइ, अहिले समय छैन। सामान्य जवाब भयो, स्पष्ट छ। अर्को जवाब चाहिँ अलिक चाखलाग्दो लाग्यो, जस्तै फोहोर फाल्ने काम हो रे, अनि पछि फर्किँदा एकैचोटि गर्छु भन्नु पर्यो भने कायरु तो कि यारिमास, फर्किने बेलामा गर्छु। यो राम्रो छ। यसले काम टारेको जस्तो पनि देखिएन, बरु अलि मिलाएर गर्छु भन्ने प्रतिबद्धता जस्तो देखियो। अनि फेरि यारिमासु शिष्ट रूप प्रयोग भयो, जसले गर्छु भन्ने निश्चितता दियो। ल यो अनुरोध र निर्देशनका कुरा भए। अब अलिकति फरक खालको हेरौँ न, आफ्नो अवस्था बताउने वा अरूको विचार सोध्ने खालका छोटा वाक्यांश। जस्तै समस्या छैन भन्नुपर्दा मन्दाइगा नाइ। यो त धेरै सुनिन्छ, सबै ठिक छ भन्ने अर्थमा, तर यसको प्रयोग चाहिँ अलि विचार गर्नुपर्छ जस्तो लाग्छ मलाई। किन होला?
कहिलेकाहीँ जापानिज संस्कृतिमा नि सिधै समस्या छ भन्न अलि अप्ठ्यारो मान्ने चलन छ के। त्यसैले कसैले मन्दाइ गनाई भन्दैमा साँच्चै नै 100% समस्या छैन भन्ने नहुन पनि सक्छ। उसको हाउभाउ सन्दर्भ हेर्नुपर्ने हुन्छ। ए यो त महत्त्वपूर्ण पो रहेछ। ल कसैले यसो भन्यो अनि हामीले राम्रो प्रतिक्रिया दिनु पर्यो। भिडियोमा छ इने मो नारेताने राम्रो हो नि, बानी परिसक्नु भयो नि। हो, इने ले प्रशंसा वा सकारात्मक भाव देखायो अनि मो नारेताने ले चाहिँ पहिले नै बानी परिसकेछ है भन्ने खालको अनुमान वा निष्कर्ष जनायो। त्यो अन्त्यको नेले सहमति खोजेको जस्तो, कुरालाई नरम बनाएको जस्तो सुनिन्छ। अर्को प्रतिक्रिया पनि छ, अलि अर्कै खालको। होकानो कोतोमो ओबोएते ने, अरू कुराहरू पनि सम्झिनुस् है। यो चाहिँ कस्तो भने, ल राम्रो छ तर अझै सिक्नुपर्ने कुरा छन् है, कोसिस गर्दै गर्नुस् भन्ने जस्तो अलि प्रोत्साहन मिश्रित सुझाव। ओबोएतेनेले सम्झिराख्नुस् है भनेर अनुरोध गरेको जस्तो। अब कसैको राय माग्नु पर्यो, केही चाख्दा वा किन्ने बेलामा यो कस्तो छ भनेर सोध्न खोरेवा दो कस्तो छ सोध्ने यो एकदमै सामान्य तर अनौपचारिक तरिका हो। शिष्ट रूप त दो देशका हुन्छ। यसले सिधै अर्को मान्छेको विचार के छ भनेर सोध्छ। अनि जवाबमा मानव मन त पर्यो तर अलि महँगो पो रहेछ भन्नु पर्यो। देमो छोटो थकाइने तर हल्का महँगो छ नि। ओहो, तर यसले पछाडि आउने कुरा अलि फरक छ है भन्ने संकेत गर्यो। अनि छोटो तकाइने अलिकति महँगो छ है, फेरि त्यो ने आयो कुरालाई नरम बनाउन। अनि यदि ठिकै लाग्यो, खोजे जस्तै एकदम उपयुक्त लाग्यो भने 14 ई देश। एकदम ठिक छ। 14 ई को अर्थ नै न कम न बढी, एकदम फिट भन्ने हो। पर्फेक्ट फिट जस्तो। यहाँ चाहिँ फेरि देशु प्रयोग भयो, त्यसैले यो अघिल्लो जवाबभन्दा अलि शिष्ट सुनियो। ल अब अनुरोध र अवस्था सोध्नेपछि कसैको मनसाय वा स्थिति जाँच्ने खालका प्रश्नोत्तरमा जाउँ। जस्तै कसैलाई पर्खिनुहुन्छ भनेर सोध्नु पर्दा छोटोमा मात्सुनो रे हो, यो अर्को शैली आयो। क्रियाको सामान्य रूप मतलब डिक्सनरी फर्म पछि नो जोडेर प्रश्न बनाउने। यो एकदमै अनौपचारिक हो, भनिन्छ नि महिलाहरू वा एकदमै नजिकको साथीभाइ बीच बढी चल्छ रे यो। ए हो र? शिष्ट रूप त माछिमासका धर्मासमा अब पर्खिन सकिन्छ भने कारण पनि दिन मिल्यो। जस्तै हाई जिकानगा आरुकारा, हजुर समय छ त्यसैले। यहाँ वाक्यको अन्त्यमा कारा आयो, यसले कारण बतायो किनभने वा त्यसैले। अनौपचारिक कुराकानीमा यसरी वाक्य टुङ्ग्याउने चलन छ। अर्को कारण पनि हुन सक्छ। हाई होकानो शिगोतोगा नाइ करा, हजुर अर्को काम छैन त्यसैले। दुवैले कारण दिए, स्पष्ट भयो। यस्तै अर्को स्थिति जाँच्ने प्रश्न, ढिलो भएन र? कतै जानलाई ढिलो भयो कि जस्तो लाग्यो भने असुकुनाई हो। यो ई विशेषण आई एड्जेक्टिभको नेगेटिभ फर्मबाट बनेको हो। उसोई ढिलो, उसोकुनाई ढिलो छैन, त्यसैमा प्रश्न जोडिएको। यसले समयबारे चिन्ता देखाउँछ। यो पनि उसोकुनाई देशका को अनौपचारिक रूप नै भयो। यसको जवाफमा यदि साँच्चै ढिलो भइसक्यो हतार गर्नुपर्छ भन्ने भाव छ भने भिडियोले हाई इसोगा नाइतो भन्न सुझाएको छ। यो वाक्य किन अधुरो छोडेको होला? मनियाउ नाइ भ्याइँदैन वा ताइहेन्दा गाह्रो हुन्छ जस्तो अर्थ लुकेको हुन्छ। मतलब छिटो गराउँ नत्र भ्याइन्न। ए कस्तो रमाइलो। अर्को जवाफ पनि छ, यदि समय नै फेरिएको हो भने क्यो वा जिकाङ्गा कवरिमस्ता, आज समय बदलिएको छ। यो त स्पष्ट भयो, तथ्य बतायो। कवरिमस्ता शिष्ट रूप भयो, परिवर्तन भयो। अर्को एकदमै धेरै प्रयोग हुने प्रश्न, सकियो वात्तानो? वत्तानो, काम सकियो, खाना सकियो, पढाइ सकियो, जेमा नि मिल्ने। फेरि उही शैली आयो। क्रियाको भूतकालको सामान्य रूप ओवारु सकिनु, ओवात्ता सकियो, पछि नो नो, निकै सामान्य र अनौपचारिक। जवाफमा अझै बाँकी छ भने इए स्कोसियारियो, थोरै छ। स्कोशी थोरै, त्यो अन्त्यको योले जानकारी दिइरहेको छु है वा कुरामा जोड दिएको जस्तो भाव दिन्छ। अनि सकिसकेको हो भने हाई म वारीमास्ता, हजुर सकिसक्यो। हो, मोले पहिले नै वा अब भन्ने अर्थ थपेर सकिसक्यो भन्नेमा जोड दियो। वारीमासिता शिष्ट रूप। ल अब चौथो खण्डमा जाउँ रे त।
स्रोत वा कारणबारे सोध्ने खालका प्रश्नोत्तर, जस्तै कसैले केही पाएको देखियो, उपहार होला, पाउनु भएको हो भनेर सोध्न मोरात्ता नौ। मोराउ पाउनु, खास गरी कसैबाट। यो क्रिया जापानी समाजमा महत्त्वपूर्ण छ आदान प्रदानको सन्दर्भमा। यो प्रश्नले त्यो चीज कसरी आयो भनेर सोधेको भयो। मोरात्ता भूतकालको सामान्य रूप, अनि पछाडि नोले अनौपचारिक प्रश्न बनायो। जवाफमा यदि आफैले किनेको हो भने इए जिबुन्दे कात्ता। आफैले किनेको, जिबुन्दे आफैले, कात्ता किनेको, खाऊ किन्नुको भूतकाल सामान्य रूप। यदि साथीबाट पाएको हो भने हाई तोमोदाची मोराई मास्ता। हजुर, साथीबाट पाएँ। यहाँ चाहिँ फेरि शिष्ट रूप आयो मोराई मास्ता। अर्को प्रश्न अलि रमाइलो खालको छ। कसैले एकदम महँगो चिज किन्न लागेको देखियो भने अलि अचम्म मानेर सोध्ने, यति महँगो कुरा किन्ने हो, कोन्ना तकाई मनोकाउनु हो, कोन्ना यस्तो वा यति। प्रश्नको त्यो टोनले नै अचम्म वा अविश्वास देखाउन सक्छ। खाउनो फेरि उही अनौपचारिक प्रश्न शैली। जवाफ त झन् रमाइलो छ। यदि साँच्चै किन्ने हो, पैसा छ भने अलि धाक लाको जस्तो गरी, हाई ओकानिगाहरू करा, हजुर पैसा भएकाले। हो नि, यो अलि ठट्यौलो सुनिन्छ अथवा अलि रवाफिलो, तर सिधा जवाफ भयो पैसा छ त्यही भएर किन्छु। तर अब किन्ने हैन, हेरेको मात्रै हो भने चाहिँ ये मिता दाके देश। हेरेको मात्रै हो। मिता दाके, हेरेको मात्र, दाकेले मात्र भन्ने अर्थ दियो, अनि देशुले अलिकति शिष्ट बनायो वाक्यलाई। अब समयबारे सोध्ने प्रश्न कहिलेबाट आउनुहुन्छ? इचुकरा कुरुनु, इचुकरा कहिलेबाट। यो सुरु हुने समय सोधेको भयो सीधा तरिका, तर फेरि कुरुनोले गर्दा अनौपचारिक भयो। जवाफमा मनौ भोलिबाट आउन सक्ने सम्भावना छ भने अशिताकारा कोरारेरु, भोलिबाट आउन सक्छु। भिडियोले यहाँ कुरु आउँछु र कोरारेरु आउन सक्छुको फरक पनि भनेको छ। हो, त्यो महत्त्वपूर्ण छ। कोरारेरु चाहिँ कुरुको सम्भाव्य रूप, मतलब पोटेन्शियल फर्म हो। यसले क्षमता वा सम्भावना क्यान कम देखाउँछ। आउँछु विल कम भन्नुभन्दा अलि फरक भयो। अनि यदि पक्का छैन भने सायद आउने हफ्ता होला भन्न ताबुन राइसुर काना। यो अन्तिमको काना पनि रमाइलो रहेछ। ताबुन सायद, राइसु आउने हफ्ता। वाक्यको अन्त्यमा आउने कानाले अनिश्चितता, अनुमान वा होला भन्ने हल्का प्रश्न जस्तो भाव दिन्छ। यो अनौपचारिक बोलीमा एकदमै धेरै प्रयोग हुन्छ। अर्को स्थिति, जस्तै कसैलाई कतै देखियो तर ऊ त्यति बेलासम्म गइसक्यो होला भन्ने लागेको थियो, अनि अलि अचम्म परेर सोध्नु पर्यो, अझै यही हुनुहुन्छ? मादा खोकुनी हेर्नु हो, मादा अझै। प्रश्नमा अलि गइसक्नु भएन भने जस्तो आश्चर्य लुकेको छ। इरुनो हुनुहुन्छ अनौपचारिक। जवाफमा तयारी गर्दैछु भन्नुपर्दा जुम्बिस्तेरु यो सिते इरुयोको छोटो रूप रे है। हो, बोलीचालीमा ते इरुलाई छुट्याएर तेरो बनाउने चलन एकदमै छ। जुम्बिस्तेरु तयारी गरिरहेको छु, अन्त्यको योले जानकारी दिएको। अनि अर्को जवाफ, यदि ठिक फर्किनै लागेको हो भने इमा कायरु तोकोरो देश, अहिले फर्किन लागेको हो। यो तोकोरो देशको प्रयोग पनि महत्त्वपूर्ण छ। क्रियाको सामान्य रूप प्लस तोकोरो देशले कुनै काम ठिक गर्ने लागेको, गरिरहेको वा भर्खरै गरेको भन्ने अवस्था जनाउँछ। यहाँ खाएरु तोकोरो देशले ल अब फर्किनै लागेको छु भन्ने अर्थ दियो। अब कसैले केही गर्न मानेन रे, कारण सोध्नु पर्यो, किन गर्नुहुन्न? नान्दे यारा नाइनो, नान्दे किन सोध्ने यो अलि अनौपचारिक तरिका हो। दोषिते वा नाजे भन्दा, अनि यारा नाइनो गर्नुहुन्न। यारु तो नेगेटिभ प्लस नो। यो त निकै सिधा प्रश्न भयो, अलि कडा पनि सुन्निन सक्छ है। हो त नि। जवाफमा त्यो कुरा मन पर्दैन भने सरेवा चोत्तो किराई देश, त्यो हल्का मन पर्दैन। किराई मन नपर्नु, चोत्तो अलिकतिले अलि नरम बनाउन खोजे पनि किराई देश आफैमा अलि बलियो शब्द हो। अर्को जवाब छ, यदि जागर नै छैन भने यारु किगा नाइदेश, गर्नु मन छैन। भिडियोले किगा नाइको अर्थ गर्न मन नलाग्नु भनेको छ। हो, यारुकी भनेको गर्ने इच्छा, जोस, मोटिभेसन जस्तो हो। यारुकी गा नाइले त्यो
त्यो बढ्ने जाँगरै छैन, मनै छैन भनेको हो। स्पष्ट। ल अन्तिममा एउटा, हिजो कोही आएन छ, सोध्नु पर्यो, हिजो आउनु भएन, खिनो खुना कत्तनो। खिनो हिजो खुना कत्ता, आएन वा आउनु भएन। कुरुको भूतकाल नेगेटिभ सामान्य रूप, यो पनि विगतको कुरा सोध्ने अनौपचारिक तरिका। जवाफमा कारण दिन सकियो, हाई ब्यौइन्नी इकिमास्ता। हजुर, हस्पिटल गएको थिएँ। सिधा जवाफ, स्पष्ट कारण, इकिमासिता शिष्ट रूप। तर यदि आएको थियो, सोध्नेले चाहिँ नदेखेको रहेछ भने अलि उल्टो प्रश्न गर्न मिल्ने रहेछ। इए खितायो मिनाकात्तनो, अह आएको थिए नि, देखेनौ र? हो, खितायो आएको थिए नि, त्यो योले जोड दियो। अनि मिनाकात्तनो, देखेनौ र? यो अलि कसरी देखेनस् भने जस्तो, अलिकति अचम्म मानेको जस्तो सुनिन्छ। ल आज हामीले यो भिडियो केलाउँदा त जापानीमा प्रयोग हुने कति धेरै छोटा तर काम लाग्ने प्रश्नोत्तर शैलीहरू हेर्यौं नि। यिनीहरूले पक्कै पनि छिटो बोल्न त सघाउने नै भए। त्यो भिडियोको उद्देश्य पनि त्यही थियो होला। निश्चय पनि। यी छोटा वाक्यले कुराकानी छिटो हुन्छ, खास गरी अलि अनौपचारिक अवस्थामा। तर हामीले पटक पटक भन्यौं नि, त्यो शिष्टता जनाउने शब्दहरू कुदासाए, मासुदेसु रूप हटाउँदा वा त्यो नो वाला प्रश्न शैली प्रयोग गर्दा वाक्य अलि अनौपचारिक सुनिन्छ। कहिलेकाहीँ त अलि ठाडो पनि लाग्न सक्छ। कोसँग बोल्दैछु, कस्तो अवस्था हो भन्नेमा एकदमै सचेत हुनै पर्छ। हो त नि, छिटो बोल्नु एउटा कुरा, तर सही तरिकाले बोल्नु अर्को। त्यसो भए यी वाक्यांश सिक्नुको सार के भयो त? सायद यो सिक्नेहरूका लागि अभ्यास गर्ने राम्रो सुरुवात हो। तर यतिले मात्रै पुग्दैन होला, हैन? यी औजार जस्ता हुन्, तर कहाँ कसरी चलाउने भन्ने जान्नु पर्यो। एकदम सही भन्नुभयो। मलाई त यो कुराकानीले एउटा महत्त्वपूर्ण प्रश्न पो उब्जाए जस्तो लाग्यो। के कुरा? भाषा सिक्ने क्रममा नि यस्ता व्यावहारिक, छिटो बोल्न सघाउने कुराको अभ्यास गर्ने, अनि अर्कोतिर चाहिँ भाषाको त्यो गहिरो कुरा, व्याकरण, संरचना, शिष्टाचार त्यो सिक्ने, यी दुई बीच कसरी तालमेल मिलाउने होला? के बढी महत्त्वपूर्ण छ जस्तो लाग्छ? तुरन्तै अलिअलि बोल्न सक्ने हुनु कि भाषालाई यसको सबै सूक्ष्मता सहित बुझ्नु? खै यसको जवाफ त हरेकले आफै खोज्नुपर्छ होला आफ्नो लक्ष्य अनुसार।